हेलो नमस्कार, फेरि पनि स्वागत छ तपाईँलाई मेरो युट्युब च्यानलमा। म आरजे रजिस्टर्ड प्यारामेडिक्स जनरल मेडिसिन र यहाँ चाहिँ हुनुहुन्छ हाम्रो उत्तम खड्का सर। आज चाहिँ हामीले एकदमै इम्पोर्टेन्ट प्रोसिड्युरको बारेमा कुरा गर्नेछौँ, जुन कि यदि कुनै पनि स्टाफ तपाईँहरू यदि एनेस्थेसियामा काम गर्न चाहनुहुन्छ, यदि एनेस्थेसियाको बारेमा बुझ्न चाहनुहुन्छ भने यो भिडियो तपाईँहरूको लागि हुनसक्छ। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई पनि सब्सक्राइब गरेर जानुहोला र भिडियोलाई लास्टसम्म हेर्नुहोला। आज चाहिँ हामीले एकदमै इम्पोर्टेन्ट प्रोसिड्युर इन्टुबेसन प्रोसेसको बारेमा चाहिँ बुझ्नेछौँ। इन्टुबेसनको स्कोप के हो र यो किन एकदमै इम्पोर्टेन्ट छ र कुन कुन ठाउँमा इन्टुबेसन गरिन्छ। जस्तै इन्टुबेसन भन्ने बित्तिकै हामीले मेनली 3 प्लेसमा चाहिँ यसको एकदमै भूमिका रहेको पाइन्छ। जस्तै इमर्जेन्सीमा इन्टुबेसन गर्नुपर्ने हुनसक्छ, आइसियु डिपार्टमा गर्नुपर्ने हुन्छ र जस्तै हामीले जेनरल एनेस्थेसिया जेनेभल अपरेसन थिएटरमा चाहिँ गर्नै पर्यो। अपरेसन थिएटरमा एकदम यसको इम्पोर्टेन्ट रोल रहेको पाइन्छ इन्टुबेसन प्रोसेसको। सो यस भिडियोमा हामीले इन्टुबेसन टपिक इन्टुबेसनको प्रोसिड्युरमा रहेर चाहिँ कुरा गर्नेछौँ।